हेलो फ्यामिली, गेस गर्नु को होला? गेस 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 प्लिज। अनि म ड्युटी पनि आएँ। अनि आज हर्सस बोल्ने डे पनि थियो। हर्सस भने नि दबास्को भने नि एउटै हो, तर कालिकादेखि यो महँगो रहेछ मलाई थाहा भएन। अनि 3टा सेल तोडिदिएँ, गाली पनि खाएँ। अनि अरू 10वटा हो कि कतिवटा समथिङ मगाएको थियो, अरू फर्काइदिएँ, 3टा राखेँ। आई एम सो सरी। फेरि वाटरमेलन जुस, फ्रेस वाटरमेलन जुस। अनि यो फेरि फेस लिफ्टिङ मसाज यस्तो दामी छ, हजुरहरूले पनि किन्नु होला है। अनि म अब मेरो लास्ट डे भइरहेछ नि त, त्यही भएर हामी 4जना 3 इडियट हुन्छ नि, 4 इडियट भएर टिकटक बनाइरहेछौँ। अब मेमोरी भनेको मेमोरी हुन्छ लास्ट डे होइन। अनि एक त टिकटकमा त झन् धेरै मेमोरी हुन्छ, ट्याग गर्दै हाल्ने, छिटो जान पनि छ। अनि म 400-600 समथिङ गएको थिएँ मुनासित, नापेको त्यस्तो राम्रो लागेन, लिएन। अनि मुना आयो, म मुना भएर फुल्की खाएको, फुल्की डेटमा फुल्कीको क्रेभिङ पनि भएको थियो, तर त्यस्तो वाउ त नट के एकदम थिएन। अनि मुनालाई मैले एक आहार आऊ न हाम्रो घर बस्न भनेको थिएँ, आयो किनकि स्पेसल डे हुँदैछ अनि म हुँदैन, त्यही भएर थ्याङ्क यू सो मच। एक आहार भन्ने बित्तिकैमा आइदिएकोमा म कति अल्मलिएको कि डराएर। अनि यति भन्दै म आफ्नो भिडियोलाई समाप्त गर्छु। डु लाइक, कमेन्ट